भएर पनि भगवान् नारायणको भक्ति गर्दैनन्, संसारको भक्ति गर्छन्, दुनियादारीको भक्ति गरिन्छ। हामी घरको भक्ति गरिन्छ, घडेरीको भक्ति गरिन्छ, रोपनीको भक्ति गरिन्छ, गाडीका गाडी, रोपनीका रोपनी, सम्पत्तिहरूको भक्ति गरिन्छ। तर नारायण भगवान्लाई रोपनीको रोपनी अटाउने मनभित्र भगवान्को भजन अटाउन बडा मुस्किल पर्छ। त्यसैले हामी दुर्गतिजन्य भएर नरकतिर जान बाध्य हुनुपर्दछ। त्यस्तो नरक भगवान् नारायणको दिव्य धाम प्राप्त गर्दछौँ भने जब सांसारिक चिजहरूको भक्तिलाई चटक्क त्यागेर भगवान् नारायणको जब भक्ति गरिन्छ अनि मात्रै भगवत भक्ति प्राप्त हुन्छ। भगवत भक्ति प्राप्त भइसकेपछि अनि पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम, आमाका कोखमा गएर फेरि बार जन्म लिनु र 84 लाख गरेका जुनीमा जन्म लिनु र 84 लाख गरेका नरकमा पर्नुको पीडा, त्यो पीडाबाट छुटकारा मिल्दछ। त्यसैले भगवान् नारायणको भजन, भगवान् नारायणको स्मरण र शक्ति त्यति ठुलो रहन्छ र यो मानव जीवनको लागि अपरिहार्य छ। आउनुहोस् भाइ बहिनी, हल्ला नगरौँ। पापेन यतै चिन्नम प्रजायते, कस्तो कस्तो पाप गर्नाले कस्तो कस्तो जुनीमा जन्म लिनु पर्दछ, कस्तो भएर जन्मिनु पर्दछ भनेर सोध्नु भएको हुनुहुन्छ। र यम योनिम च गच्छन्ति तन्मे कथाय केशव, कस्ता कस्ता योनिमा कस्तो जुनीमा कस्तो भएर जन्म लिनु पर्दछ, कुन पापको फल कस्तो भएर जन्म लिइन्छ भन्ने कुराको प्रश्न गर्दै हुनुहुन्छ। अनि भगवान् नारायण भन्नुहुन्छ, यही पाइ यन्तियम योनि पापिनो नरकागता, जुन मनुष्यले जुन पाप गर्दछ त्यही पापका कारणले नरकमा जानुपर्दछ। र अनि कस्तो नरकमा गएर कुन प्रकारको नरकको भोग गरिसकेपछि कुन जुनीमा गएर कस्तो भएर जन्मिलिनु पर्दछ ती कुराहरू भगवान्ले बताउन लाग्नुहुन्छ। जसले ब्रह्मा क्षयरोगी स्यात्, ब्राह्मणलाई मारेको छ भने क्षयरोगी भएर जन्मिनु पर्दछ। गोग्नस्यात् कुब्जको जड, गाईलाई मारेको छ भने कुँजो भएर जन्मिनु पर्दछ। कन्या घाती भवेत् कुष्ठी, कन्यालाई स्त्री जातिलाई मारेको छ भने त्यसलाई चाहिँ कुष्ठी आउँदछ। र त्रय चाण्डाल योनिसु, यस्ता व्यक्तिहरू चाहिँ जो ब्राह्मणलाई मार्ने, गाईलाई मार्ने र कन्या घाती गर्ने व्यक्तिहरू त्रय चाण्डाल योनिसु भनेको 3 जन्मसम्म चाण्डाल जुनीमा गएर जन्म लिनु पर्दछ। त्यो चाण्डाल पनि कस्तो त भन्दा कुष्ठी भएको चाण्डाल, मारो आएर चाण्डाल स्वरूप चाहिँ जन्म लिएर त्यसरी विचरण गर्नुपर्दछ। स्त्रीघाती गर्भघाती छ पुलिन्दो रोगवान भवेत्, जसले स्त्रीघात गर्दछ र गर्भघात गर्दछ भने त्यस्ता व्यक्तिहरू पुलिन्द भनेको भिल्ल भएर जन्मिनु पर्दछ। अगम्यात गमनात् सन्डो, जसले अगम्य गमन गर्दछ, अन्तर्जातीय गमन गर्दछ भने त्यस्ता व्यक्तिहरू नपुंसक भएर जन्मिनु पर्दछ। दुष्कर्मा गुरुतल्पग, गुरुतल्पग भनेका गुरुका मान्यजनका आचार्यका बिस्तरामा गएर समकक्षी भएर बस्न हुँदैन भनेको छ धर्मशास्त्रमा, बुझ्नुभयो। मान्यजन बसेको ठाउँमा मान्यजनको कुर्सीमा बस्ने अधिकार हुँदैन, एउटै आसनमा गएर बस्न मिल्दैन भनेको छ। र जसले यसरी गुरुका आसनमा गएर बस्छन् भने छालाको दुष्चर्मा भनेका चर्म माने छालाको दुष्चर्मा रोगी भएर जन्मिनु पर्दछ। मांस भोक्ता तिरङ्गा स्यात्, मांस भोक्ता भनेका मासुको भोजन गर्ने व्यक्तिहरू चाहिँ तिरङ्गा भनेका रातो अङ्ग भएको जन्मिनु पर्दछ। जस्तो रातो अङ्ग के को हुन्छ त भन्दा, साधारण उदाहरण दिन्छु, रातो अङ्ग चाहिँ गडेउलाको हुन्छ होइन। अब कमलो छाला हुन्छ, रातो अङ्ग हुन्छ र त्यसलाई हजारौँ कमिलाहरूले खान्छन् र बिस्तारी चुडेर खाएर त्यो कमिलाले गडेउलालाई घिसार्छन्। त्यस्तै नै मांस भोक्ताती, जसले मांस भोजन गर्छन् भने भोलि त्यस्तै भएर जन्मिनु पर्दछ। जति प्राणीको मासु खाएको छ त्यति प्राणीले कमिलाले गडेउलालाई खाए झैँ हामीलाई पनि त्यसै गरी भोलि भक्षण गर्दछन्। श्यामदन्तस्तु मध्यप भनेको, जसले मध्यप भनेको मदिरा पान गर्छ भने त्यस्ता व्यक्तिहरूको श्यामदन्तस्तु, कालो दाँत, कालो गिजा त्यस्तो भएर जन्मिनु पर्दछ। अभक्ष्या भक्ष्यको लौह्याद, जसले अभक्ष्य भक्षण गर्दछन् भने त्यस्ता व्यक्तिहरू ब्राह्मण स्यान् महोदर, उदर भनेका पेटको रोगी भएर जन्मिनु पर्दछ। ब्राह्मणले अभक्ष्य भक्षण गर्न हुँदैन, ब्राह्मणले नखाने कुरा खानु हुँदैन। लसुन प्याज मांस भयो, लसुन प्याज भयो, मदिराहरू भयो, यी ब्राह्मणले खान नहुने चिजहरू यी ब्राह्मणले भक्षण गर्छन् भने पेटको रोगी भएर जन्मिनु पर्दछ। अदत्वा मिष्टमा स्नाति स्वभावैन गलगण्डवान, जसले मिष्टमा स्नाति भनेका मिठाई मिठो चोखो चिजहरू अर्कालाई नबाँडिकन एक्लै खान्छ भने त्यस्ता व्यक्तिहरू गलगण्डवान भनेका घाँटीमा गाँड पलाएर जन्मिनु पर्दछ। श्राद्धे अन्न सूचिम दत्वा,
चित्रकोष्ठी प्रजायते। श्राद्धमा अशुद्ध चिजहरू दान गर्छ भने, श्राद्धमा अशुद्ध अन्न दान गरिन्छ भने त्यस्ता व्यक्तिहरू चित्रकोष्ठी भनेको दुबीको रोग, छिरबिरे रोग भएर जन्मिनु पर्दछ। जस्तै अन्नसूचिम भनेको अशुद्ध अन्न, कस्तो अशुद्ध अन्न त श्राद्धमा कपालहरू पर्न भएन, श्राद्धमा कोदोहरू पर्न भएन, श्राद्धमा चाहिने जस्तो चिउरो गुन्द्रुकहरू भए होइन, अनि त्यसपछि भटमासहरू भए, मुसुरोहरू भए, यसलाई हामी आमिष भन्दछौँ, भन्टाहरू भए, यस्ता अशुद्ध चिजहरू श्राद्धमा सिधामा श्राद्धका दिनमा चाहिँ हामीले प्रयोग गर्न हुँदैन। त्यो गरियो भने के हुन्छ, चित्रगोष्ठी प्रजायते, दुबी आउँछ होइन, छिरबिरे रङ्गको दुबी आउँछ। र गुरु गर्वेण बमाना दपस्मारी भवेन्न, र गुरु गर्वेण भनेका गुरुलाई मान्यजनलाई जसले अपमाना भनेको अपमान गर्दछन्, गुरुहरूमाथि जसले घमण्ड गर्दछ, ठुला विद्वानहरूमाथि धर्मशास्त्रमाथिको जसले घमण्ड राख्दछ र घमण्ड राखेर गुरुमाथि चाहिँ जसले घमण्डको व्यवहार गर्दछन् भने त्यस्ता व्यक्तिहरू चाहिँ अर्को जन्ममा मृगी रोगी भनेको छारे रोग भनिन्छ नि, त्यस्तो छारे रोग भएर जन्मिनु पर्दछ। निन्दको वेदशास्त्राणाम पाण्डुरोगी भवे ध्रुवम, जसले वेद र धर्मशास्त्रको निन्दा गर्दछ त्यस्ता व्यक्तिहरूले पाण्डुरोगी भनेको दुबीको रोग भएर जन्मिनु पर्दछ। कुट साक्षी भवेन मुकह, जसले झुटो कुराको साक्षी बोल्छ, झुटा व्यक्तिहरूलाई यो ठिक छ यो राम्रो मान्छे भनेर झुटो कुराको साक्षी बग्ने काम गर्दछ भने त्यस्ता व्यक्तिहरू मुख भनेको लाटो भएर जन्मिनु पर्दछ। काँडास्याद पङ्क्ति भेदग, साँचो कुरा छँदा छँदै झुटो कुराको गवाई दिन्छ भने लाटो हुनुपर्दछ। किन त भन्दा उसको स्वभावै लाटो जस्तो, साँचो कुरालाई लाटाको जस्तो, नराम्रो कुरोलाई ठिक हो भन्छ, साँचो कुरालाई बेठिक हो भन्छ भने त्योभन्दा लाटो कति। र भगवान्ले भन्नुहुन्छ अर्को जन्ममा बाणी दिएर के काम, यसले सदुपयोगै गर्दैन, मैले दिएका बाणीहरू सत्कर्मको लागि सदुपयोग यदि हुँदैन भने यसलाई बाणी दिएर के काम भनेर भगवान्ले लाटो बनाइदिने खतरा हुन्छ र त्यस्ता व्यक्तिहरू लाटो भएर जन्मिन्छन्। अनि त्यसपछि अनष्टस्याद विवाहग्नो जन्मान्दो पुस्तकम हरे, जसले अनष्टस्याद विवाहग्नो अर्काको विवाह भाँडिदिन्छ, केटा र केटीको बिहे हुन भनेर ठिक्क भयो, काम कुरो छिनिसकेका छ, ओहो त्यो केटो त यस्तो छ, केटी यस्तो आचरण रहित छ भनेर जसले अर्काको विवाह भाँडिदिन्छ, घर भाँड्ने काम गर्दछ, घर भणुवा काम गर्दछन् भने त्यस्ता व्यक्तिहरू अनष्ट भनेको ओठ नभएर जन्मिनु पर्दछ। जन्मान्दो पुस्तकम हरित, जसले पुस्तकको चाहिने हरण गर्दछ, अर्काको पुस्तक चोर्छ भने त्यस्ता व्यक्तिहरू अन्धो भएर जन्मिनु पर्दछ। गोब्राह्मण पदा खञ्ज खञ्ज पङ्गुष्ठ जायते, जसले गोब्राह्मण, गो भनेका गाईलाई, गोरुलाई, ब्राह्मण भनेको ब्राह्मणलाई, पदार्थ भनेका गोडाले हिर्काउँछ, लात्ताले हिर्काउँछ भने खञ्ज भनेको लङ्गडो भएर जन्मिनु पर्दछ, पङ्गु भनेको लङ्गडो भएर जन्मिनु पर्दछ। अनि गदगदो अमृतवादी स्यात् तस्रोता बदिरो भवे, जसले गदगद भनेका अमृतवादी स्यात् झुटा कुराहरू बोल्दै हिँड्छन्, दुनियाँदारीका गफहरू गर्दै हिँड्छन्, दुनियाँदारीका चुकलखोर गर्दै हिँड्छन् भने त्यस्ता व्यक्तिहरू गदगद भनेको भौभाग्य भएर जन्मिनु पर्दछ। तस्रोता बधिरो भवे, जसले झुटा कुराहरू सुनेर मक्ख पर्छन्, झुटा कुरालाई सराहनी र प्रशंसा गर्छन् भने त्यस्ता व्यक्ति झुटो कुरा सुन्ने मान्छे चाहिँ बहिरो भएर जन्मिनु पर्दछ। गरद च्यान जडोन्मत्तो, जसले गरद भनेको बिखपान गरेर मरेको छ भने त्यस्ता व्यक्तिहरू उन्मत्त बौलाहा भएर जन्मिनु पर्दछ। खलवा अग्नि प्रदायक, जसले अग्नि प्रदायक भनेका वनमा भए, अर्काका घरमा भए, परालहरूमा भए यस्ता चाहिने अग्निदाह गरिदिन्छ र जङ्गलमा आगो लगाउँछ भने त्यस्ता व्यक्तिहरू खलवाट भनेको कपाल नभएको चिल्लो तालु भएको जन्मिन्छन्। अनि दुर्भग पल विक्रेता, पल विक्रेता भनेका पल माने मासुको जसले व्यापार गर्छ भने, मासु पसल राखेर बस्छ भने त्यस्ता व्यक्तिहरू दुर्भग भनेको अभागी भएर जन्मिनु पर्दछ अर्को जन्ममा। त्योभन्दा ठुलो अभाग के पनि होइन। भाग्यमानी मनुष्यले मासुको व्यापार गर्नै पर्दैन होइन। अर्काको शरीर काटेर, अर्काको शरीर र अर्काको आँसु आफ्नो हत्केलामा लिएर मूल्यमा व्यापार गर्छ भने त्योभन्दा अभागी जीवन के हो र त्यसले चाहिँ नि अभागी भएर जन्मिनु पर्दछ। रोगवान पलमांस भुक, अर्काको मासु खान्छ भने, जीवहरूको मासु खान्छ भने त्यस्ता व्यक्तिहरू रोगी भएर जन्मिनु पर्दछ।
कुरा बुझ्नुभयो। हिन जातौ प्रजायत रत्न नाम पहारका, हिन जातौ भनेका रत्न जस्ता बहुमूल्य चिज अर्काको चोरी गर्छ भने त्यस्ता व्यक्तिहरू हिन जातौ भनेका हिन जातिमा गएर नीच कुलमा गएर जन्मिनु पर्दछ। कुनखी स्वर्ण हर्तास्यात् जसले सुनको चोरी गर्दछ भने त्यस्ता व्यक्तिहरू कुनखी नग्न भएर जन्मिन्छन्। धातु मात्र हरोधन साकम पत्र अन्न हर्ता भवेत दाखु जसले अन्नको चोरी गर्दछ भने दाखु भनेको मुसो भएर जन्मिन्छ। सलभो धान्य हारका जसले धानको चोरी गर्दछ भने सलह भएर जन्मिनु पर्दछ। चातको जलहर्ता स्यात् विषहर्ता वृश्चिक, चातको जलहर्ता स्यात् भनेको जलको चोरी तरल पदार्थको चोरी गर्दछ भने काकाकुल भएर जन्मिनु पर्दछ। विषहर्ता वृश्चिक जसले विषको चोरी गर्दछ भने बिच्छी देख्नु भएको छ, बिच्छी भएर जन्मिनु पर्दछ। साखम पत्रम सिक्किम अत्वा गान्नाम क्युक सुन्दरी सुमान, साकम पत्रम भनेको सागपातको जसले चोरी गर्दछ भने सिखी भनेको मुजुर भएर जन्मिनु पर्दछ। गान्नाम सुक सुन्दरी सुमान भनेका बाँच्न आउने चिजहरू चोरेको छ भने छुचुन्द्रो भएर जन्मिनु पर्दछ। मधुदम सपलम गिद्रो मासुको चोरी गर्छ भने गिद्ध भएर जन्मिनु पर्दछ। लवणम च पिपिलिका नुनको चोरी गर्दछ भने पिपिलिका कमिलो भएर जन्मिनु पर्दछ। ताम्बुल फलपुष्पादि हर्तास्यात् बानरो भने अर्काका बगैँचामा गएर जसले ताम्बुल फलफुलहरू जसले चोरेर खान्छ भने त्यस्ता व्यक्तिहरू बाँदर भएर जन्मिनु पर्दछ। उपान भनेका जुत्ता भए, तृण भनेका घाँस पराल भए, कार्पास भनेका लुगाको चोरी जसले गर्दछन् भने हर्तास्यात् मेषयोनिसु भनेको भेडो भएर जन्मिनु पर्दछ अर्को जन्ममा। यच्च रौद्रोपजीवी च मार्गे सार्था विलुम्पति, रौद्र उपजीवी भनेका गौडो बथानेर अर्काको बाटामा गौडो बथानेर अर्काको लुटपाट गर्ने, अर्कालाई दुःख दिने काम गर्दछ भने रौद्रजीवी भनिन्छ। त्यस्तालाई लुटेर पेट पाल्ने, चोरेर पेट पाल्ने व्यक्ति रौद्रजीवी भनिन्छ, आतङ्ककारी हो। त्यस्ता रौद्रजीवी व्यक्तिहरूले चाहिँ मार्गे सार्था विलुम्पति बाटामा चाहिँ अर्कालाई लुटपाट गर्ने काम गर्दछन् भने मृगया बेसनीयस्तु छागस्यात् दधिको गृहे, मृगया बेसनीयस्तु फेरि मृगको शिकार खेल्ने जसले काम गर्दछ भने मृग बेसनी भनेको चराचुरुङ्गीलाई गुलेली हान्ने, कालिज मार्ने, ढुकुर मार्ने अनि मृगहरू मार्ने यस्ता काम गर्ने जसले गर्दछन् भने छागस्यात् दधिको गृह त्यस्ता व्यक्तिहरू चाहिँ अधिको गृह भनेका ब्याधाको घरको, छाग भनेको बाख्रो भएर जन्मिनु पर्दछ। ब्याधाको घरको बाख्रालाई ब्याधाले के गर्छ? ब्याधाले कतिखेर मार्छ थाहा हुँदैन। ब्याधाको आत्मामा हृदयमा कहिल्यै पनि हरि हुँदैन, ब्याधाको आत्मामा कहिल्यै पनि दया हुँदैन। ब्याधाले के गर्छ? पेटभरि खान दिँदैन, ब्याधाले पानी तिर्खा लगाए बेला पानी दिन सक्दैन, ब्याधाले खोरा कानमा समातेर घिच्याउँदै लिएर जान्छ, उचाल्दै लिएर गएर खोरा लगाएर थुनिदिन्छ, त्यहाँबाट फेरि चाहिने काँडा समातेर ल्याएर बारीको पाटमा टट्याइदिन्छ। न स्याउला हाल्नु छ न घाँस परालिदिनु छ, यसरी चाहिँ यातना दिएर पाल्छ। अनि त्यो पनि अत्यन्त दुब्लो, त्यसमा पनि घरपट्टि जाँदाखेरि त्यो बाख्रो चाहिँ तर्सिन्छ। किन त भन्दा हाम्रो गोठमा भएका वस्तु भाउ हामी घरपट्टि जाँदा त हामीलाई बोलाउँछ नि, केहीले दचकायो भने हामी बाठा आउँछ नि, आज बिहा पनि भयो। त्यसै गरी घरपट्टिलाई अत्यन्त डरपोक भएर विषपान गरेर मर्छ भने कृष्ण सर्प कालो सर्प भएर बस्नु पर्दछ। गिरौ भनेका ठुला ठुला पहाडहरूमा गएर कन्दराहरूमा गएर चाहिँ कालो सर्प भएर बाँच्नु पर्दछ। निरङ्कुश स्वभावस्यात् कुञ्जरो निर्जाने भने जसले अर्कालाई निरङ्कुशता लाग्छ, सामान्य प्रवृत्तिले हेप्छ, म धनी हुँ यो गरिब हो, म हाकिम हुँ यो नोकर हो भन्ने किसिमको यस्तो भावना जसले प्रकट गर्छ। मानवमा हुन नहुने गुण हो नि यी गुणहरू। जसले यस्तो निरङ्कुश स्वभाव अर्कालाई लाग्छ भने त्यस्ता व्यक्तिहरू कुञ्जरो निर्जाने भने निर्जन वनमा गएर मान्छे नभएको ठाउँमा गएर बौला हात्ती भएर जन्मिनु पर्दछ। वैश्वदेव मकर्ता च सर्वभक्ष्यास्त यदिजा ब्राह्मण क्षेत्री भएर बलि वैश्वदेव यदि गर्दैनन्, दिनदिनै घरमा पूजा गर्दैन, पाञ्चायन भगवानको पूजा गर्दैन भने त्यस्ता व्यक्तिहरू अब सर्वभक्ष्यास्त यदिजा ब्राह्मणले गर्नुपर्ने कर्म नगरेर जे भेट्टायो त्यही खाने, जतिखेर फेला पर्यो त्यतिखेर खाइदिइहाल्ने, मुखै नधोइकन खाने हो। ओछ्याना राल चुइरहेछ चिया पुगिहाल्छ, जसले यसरी खाने काम गर्दछन् भने अपरीक्षित भोक्ताहरू भनेका अपरिचित खानेकुरा
जस्तो चाउचाउमा के हालेर बनाएको छ न तपाईँ हामीले देखिया छ त छैन। त्यस्तै जसलाई अपरिचित खानेकुरा भनिन्छ, अपरिचित भोक्ताहरू नचिनेका खानेकुरा खान्छन् भने व्याघ्र